कार्यक्रम लिएर भाइ बहिनी आउनु भएको छ। तर हामीहरू निकै नै लामो समयपछि आएका छौँ। लगभग 8-10 वर्ष भइसक्यो। भैली चाहिँ खेलिन्थ्यो, निकै नै रमाइलो गरिन्थ्यो। यही पारामा चाहिँ यसै गरेर कार्यक्रम राखेका थियौँ। सबैले अवगत नै छ, सबैले सम्झनु भएको छ। र आज पनि हामीहरूले चाहिँ विगतको वर्षहरूमा चाहिँ भैली कार्यक्रमहरू खेल्दै थियौँ, विभिन्न काम गर्दै थियौँ, काम गरेको पनि थियो। अहिले चाहिँ हामीहरू चुपचाप भए जस्तो भयो, निकै नै नराम्रो लाग्यो। अरू गाउँमा चाहिँ भैलो कार्यक्रमहरू लिएर खेल्नुहुन्छ, त्यो देखेर पनि हामीहरूले कता कता चाहिँ मन लगायो। त्यसलाई चाहिँ हामी गाउँघरमा चाहिँ अलिकति चाहिँ फाटो आएको जस्तो पनि भइसकेको थियो। र यसले चाहिँ हामीहरूले एकै ठाउँमा बनाउन र यो तिहारमा कसैको घरमा चाहिँ छोराहरू हुँदा पनि टिको लाउनु पाउनु भएन, परदेशमा हुनुहुन्थ्यो, कसैले लाउनु भयो, कसैले लाउनु भएन। जे भए पनि खुसीका साथ हामीहरूले तिहार मनायौँ। र आज पनि हामीहरूले चाहिँ भैली कार्यक्रम छुट्टै तरिकाले लिएर आएका छौँ। पोहोरमा विगत 10 वर्ष अगाडि पनि हामीहरूले यहाँ चाहिँ धेरैहरू काम गरेका थियौँ आमा समूहहरूलाई। र अहिले चाहिँ हामी तल्लो फाटादेखि माथि करेल फाटसम्म सबैजना मिलेर विशेष काम गर्नको लागि अब चाहिँ यो हाम्रो गाउँ चाहिँ हामीहरूले नै बनाउनुपर्छ। किनकि अहिले पछिल्लो समय चाहिँ मैले के बुझेको छु र के सुनिरहेको छु भने नगरपालिका आयो, अब सबै नगरले गर्छ, होइन, त्यो एकदमै गलत हो। नगरपालिकाले गर्ने काम नगरले गर्दै आएको छ र हामीले गाउँमा गर्नुपर्ने कामहरू हामीले गर्नुपर्छ। सरसफाइ, पानी, बिजुली, बत्तीदेखि लिएर विविध हाम्रो सामाजिक काममा चाहिँ हामीले नै हातेमाला गरेर अगाडि बढ्नुपर्छ। यसपालि चाहिँ हामीहरूले चाहिँ डाँडाको पिछडादेखि लिएर करेन्ट फाटसम्म चाहिँ बत्ती राख्ने, हाम्रो गाउँ पनि उज्यालो बनाउनुपर्छ अब भनेर हामीहरूले चाहिँ भैली परिवार लिएका छौँ। अब भने हामीहरूले अगाडि बढाउन गइरहेका छौँ। कृपया एकचोटि हजुरहरूलाई म दुःख दिन्छु, 5 मिनटको लागि सबैजना कुर्सीदेखि उठेर यता अगाडि आइदिनु होला। सबैलाई सम्मानको साथ अगाडि आउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हामीहरू सबैजना साथीहरू हाम्रो चाहिँ सानसानो भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले बाहिर जान चाहिँ नदिनुहोस्, किनकि रातिको बेला छ, लडेर चोटपटक लाग्न सक्छ। किनकि यत्रो दिनसम्म चाहिँ हामीहरूले चाहिँ एकदमै रमाइलोसँग चाहिँ कार्यक्रम गर्दै आएका छौँ। आज पनि एकदम हर्ष उल्लासका साथ हामीहरूले कार्यक्रमलाई सञ्चालन गर्दै हुनुहुन्छ। विशिष्ट अतिथि हुनुहुन्छ टोल सुधार संयोजक हुनुहुन्छ मोती प्रसाद पाण्डेज्यू, उहाँलाई पनि विशिष्ट अतिथिको रूपमा अगाडि आएर आसन गर्नको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ विशिष्ट अतिथिको रूपमा हुनुहुन्छ आमा समूहको अध्यक्ष उर्मिला खड्का, उहाँलाई पनि एकदमै अतिथिको रूपमा आसन गर्न चाहन्छु। उहाँ एकदमै जोसिलो हुनुहुन्छ, एकदमै खुसी लाग्छ उहाँ जब हाम्रो गाउँमा छिर्नुभयो। त्यसपछि आमा समूहको कार्यक्रम पनि तीव्र रूपले अगाडि बढिरहेको छ। खत्रीज्यू, उहाँलाई पनि अगाडि अतिथिको रूपमा बस्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ आलोक युवा क्लबका अध्यक्षज्यू वीरबहादुर नेपालीज्यू, हजुर पनि अगाडि आएर आसन ग्रहण गर्नको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ ज्येष्ठ नागरिक भजेन्द्र बहादुर पाण्डेज्यू, उहाँलाई पनि अगाडि आएर आसन ग्रहण गर्नको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ भगबहादुर खत्रीज्यू, उहाँलाई पनि अघि आएर आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ प्रेम बहादुर पाण्डेज्यू, हजुरले पनि अगाडि गएर आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी एकदमै आज चाहिँ हामीहरूलाई सबैजना गाउँले छ, एकजना मात्र हुनुहुन्छ हप्तादेखि हामीलाई 7 दिन आउनुभएको छ। उहाँले दिउँसोदेखि भन्नुभएको थियो म आज हजुरहरूसँग गएर चाहिँ एकदम रमाइलो गर्छु, 7 दिन्छु भन्नुभएको थियो। अतिथिको रूपमा आउँदै हुनुहुन्छ विमल सिंह भण्डारी,
सरी जुमा सिंह खत्रीजी हुनुहुन्छ, उहाँले निकै हाम्रो साथ दिनुभएको छ। हतिया छोडेर आज जामुनडाँडामा साथ दिँदै हुनुहुन्छ, किनकि उहाँले चाहिँ पहिलेदेखि नै साथ दिँदै आउनुभएको थियो। धेरै नै खुसी लागेको छ। अब भने ढिलो नगरिकन हामीहरू भाइ बहिनीहरूलाई नचाउनेछौँ, हजुरहरू पनि नाच्नुहुनेछ। सानसाना भाइ बहिनीहरूदेखि लिएर अनि हाम्रो अब ज्येष्ठ नागरिकलाई पनि नचाउँछौँ है, सबैजना नाच। दिनको आहै तिहारैमा आहै हजुरको आहै आँगनमा आहै देउसेर भैलो आहै खेल्न भनी आहै आएका हामी आहै आएका हामी आहै माटो माटो आहै छिटो बाटो आहै हृदय र हृदय आहै आएका हामी आहै आएका हामी आहैको साथीता आहै मरेर गए आहै मरेर गए आहैको साथीलाई आहै खोलाले लग्यो आहै खोलाले लग्यो आहैको साथीलाई आहै पहिरोले लग्यो आहै पहिरोले लग्यो आहैको साथीता आहै विदेश गए आहै विदेश गए आहै बाँचेका हामी आहै हजुरको आहै घरमा आए आहै नाचगान गरी आहै रमाइलो भन आहै आएका छौँ आहै आएका छौँ आहै गाह्रो कुरो आहै औषधीमा आहै खुसी मानी आहै सुखमा धन आहै धनमा धन आहै धनमा धन आहै चामलमा धन आहै दियोमा बत्ती आहै झलल बाली आहै झलल बाली आहै काटी पको आहै बाली गरी आहै हजुरको जीवन आहै खुसी खुसी आहै बिताउनु हो आहै बिताउनु हो आहै राम्ररी भयो आहै सुरबिनी भन आहै खोलेर भन आहै मिलेर भन आहै बहिनी भन आहै बहिनी भन आहै बहिनी भन टिके दाना भएको धुलो पारिदेऊ मैदान आयो काशीके दाना भएको धुलो पारिदेऊ मैदान लिन आयो काशीके दाना भएको धुलो पारिदेऊ मैदान भएको धुलो पारिदेऊ मैदान खेल्दै आयो देउसिरा भैलोले घरमा गर्ने हो रमाइलो खेल्दै आयो देउसिरा भैलोले घरमा गर्ने हो रमाइलो खेल्दै आयो देउसिरा भैलोले घरमा गर्ने हो रमाइलो घरमा गर्ने हो रमाइलो आयो त्यार अहिले नि छमा छमा नाचिदेऊ भैले नि घुम्दै फिर्दै आयो त्यार अहिले नि छमा छमा नाचिदेऊ भैले नि घुम्दै फिर्दै
अब भने एकछिनलाई म टाइम ल्याउँछु हजुरहरूले आफ्नो मनदेखि जुनमा ट्र्याक बजाइदिनु होला माने नमाने त थाहा पनि ल्याउने
गाउँ गाउँ घर घरमा गएर विभिन्न काम गर्नुहुन्छ, मेहनत गर्नुहुन्छ। उहाँको कामलाई एकदमै सम्मान गर्दै हजुरलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी सेवाठी गीतमा नाच्नको लागि हाम्रो भाइ बहिनीहरू कम्तारी रूपमा आउनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु।
मैले त्यहाँ सुप्पो ल्याएर राखिसकेको छु। लालले हारमा बस्नुहुन्छ। हजुरहरूले चाहिँ आफूले जति सहयोग गर्न चाहन्छ लालदारलाई लेखाउने अनि सुप्पोमा राख्ने गर्नुहोस् है। मलाई लाग्छ आज सुप्पोमा अर्दैन होला, अर्को पनि सुप्पो तयार गर्नुपर्छ जस्तो लागिरहेछ है। उहाँले दुई चार शब्दमा एकदम छोटो मिठो शब्दमा हाम्रो यस भाइली परिवार र गाउँले समेटेर दुई चार शब्द राखिदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया अगाडि आइदिनु होला। धन्यवाद। 2082 देउसी तिहारको देउसी भैलोको यस कार्यक्रमका सञ्चालकले यस कार्यक्रमको यस भैलीका कार्यक्रमका चाहिँ प्रमुख अतिथिज्यूहरू विशिष्ट अतिथिज्यूहरू सब यस चाहिँ यस जामडाँडा टोलका चाहिँ आमा समूहका अध्यक्षज्यूहरू यस भाइ बहिनी दिदीबहिनीहरू वृद्ध वृद्धिहरू सबैमाथि चाहिँ म यस टोलको चाहिँ अथवा म प्रेम प्रसाद पाण्डेको तर्फबाट यस भैलीलाई म शुभकामना दिन चाहन्छु। जुन यो भैली यस टोलमा एउटा राम्रो एउटा विकासको लागि चाहिँ एउटा जन्मेको छ। आज मैले थाहा पाएको त जम्मा 2 दिन भयो, तर म यसमाथि धेरै आभार र खुसी छु।
किन भन्नाले यो के भयो भन्नाले सडक बत्ती बाल्ने भन्ने कुरो त्यही समयमा हामीले वार्डमा पनि निकालेका थियौँ र नगरमा पनि निकालेका थियौँ। कतैबाट चाहिँ यो मिसो निकाल्न नसकिएको हुनाले अहिले यस हाम्रो 6 नम्बर वार्डको 1 नम्बर टोल जाउन डाँडा टोलवासीहरूले जुन यो भैलीको आवारा उयो उठाएर एउटा विकासको काम चाहिँ लगानी गरिराख्नु भएको छ। यहाँका यी चाहिँ भाइ बहिनीहरू भाइ साथीहरू सबैले जुन काम गर्न आँट्नु भएको छ, म यसमाथि आभार धेरै खुसी छु। यो किन भन्नाले एउटा विकास हो। एक त हाम्रो जाउनाडा टोल पहिले नैदेखि केही अघि सरिराखेको छ। अब 6 नम्बर वार्डभरिमा राम्रो विकास भएको टोल हो। मैले आभार धेरै समयसम्म म यो टोल विकास समिति अध्यक्ष भएर पनि काम गरिराखेको छु। यहाँ सबैले देखिराख्नु भएको छ। अहिले यहाँ युवाहरूले पनि एउटा विकासको लागि चाहिँ जुन काम आँट्नु भएको छ, यसमाथि म धेरै खुसी छु। कसैले पनि यो चाहिँ एउटा भैली भन्ने कुरो चाहिँ यो काट्टीको एउटा दान हो। सबैले खुसी भएर चाहिँ अथवा दिनुभएको छ। मैले आज मात्रै दिँदाखेरि पनि खुसी भएर दिनुभएको छ। पैसा राम्रो उठेको छ। अझै पनि राम्रो खुसी भएर एउटा दान हो, एउटा विकास हो। यो विकासको लागि चाहिँ यस्ता भाइ बहिनीहरू यति रातिमा चाहिँ कष्ट गरेर दुःख गरेर एउटा चाहिँ यति गर्नुभएको छ। यो चाहिँ एउटा राम्रो हेरौँला भन्ने हाम्रो यो मनमा पनि एउटा धारणा छ। यही भन्नलाई 2-4 शब्द भन्नलाई मैले चाहिँ यस कार्यक्रमका सञ्चालकजीले मैले मागेको हुनाले सबैमाथि म आभार व्यक्ति खुसी भएको छु। म 2-4 शब्द मेरो 2-4 शब्द यहीबाट अन्त्य गर्छु। धन्यवाद। शब्दहरू उहाँले राखेर गइसक्नु भएको छ। उहाँहरूको शब्दको पछाडिलाई हामीहरूले सोचेर हिँड्नु पर्यो। भनिन्छ नि पहिलेभन्दा मैले 2-4 फोटो अगाडि फटाएको। त्यो भन्नुको तात्पर्य के हो भने उहाँहरूले चाहिँ हाम्रोभन्दा धेरै पुगिसक्नु भएको छ। उहाँको कुरा हामीले सुन्नुपर्छ, मनन गर्नुपर्छ र उहाँको सल्लाह बमोजिम नै हामीहरूले काम गर्न जान्छ। निकै नै पछाडि पडिसकेको छ। अन्य गाउँमा निकै सुविधाजनक बाटाघाटाहरू पानी परेर भइसकेको छ। हामीहरू अलिकति पछाडि परेको छौँ, तर पनि हामीहरूले हार खानु हुँदैन। अब चाहिँ हामी एक हात जुदायो भने 2 हुन्छ। त्यसै गरी सबैजनाले हात काँधमा काँध मिलाएर यसै गरी भैलोमा मात्र होइन अघि पछि नै हामीहरूले चाहिँ राम्रो काम गर्दै जानुपर्ने हुन्छ भन्दै बहिनीले आफ्नो डान्स देखाउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। तालीले उहाँलाई स्वागत गरिदिनु होला। आयो सम्झेको भाइ
Do you know Archer Review has a mobile app? Now you can prepare for the NCLEX any जुनमाया भन्ने गीतमा उहाँहरू धेरै राम्रो नाच्नुहुन्छ जस्तो लागिरहेको छ है मलाई। दिउँसोदेखि नाच्नुभएको थियो, प्र्याक्टिस गर्ने अङ्कल भन्दै हुनुहुन्थ्यो। ल है अब बाटो घर पर्ने हो भने त यो साल पनि धेरै जाँदा जस्तो छ। उनकै दाजु मैले पनि छ सपनामा देखिरहेको छु। माने ठिकै छ, नमाने त थाहा पनि ल्याउने हो। Music Nepal movies.
म आफै गाउँछु सबैजना रमाउनुपर्छ है सबैजना नाच्नुपर्छ है अब किनकि भन्ने गरिन्छ मौका आउँछ फर्किँदैन गएको कुरो फर्किँदैन किनकि एक दशक हुनुपर्छ हामीले फेरि यस्तै भैलोमा नाच्नको लागि त्यसैले कहिले पनि मान्छे भएर अवसर चाहिँ गुमाउनु हुँदैन अवसर भने एक प्रकार आउँछ अर्को साल त के हो के तपाईँहरू नरहन सक्नुहुन्छ कि म नरहन सक्छु मर्ने कहिले पार्छन्जले एकदमै रमाइलो गर्नुपर्छ भन्दै अब भने गीत गाउन चाहन्छु स्वीकार दिनलाई नाच्नु पर्यो सेलाउनु भएन है
गरेर साथमा गयो समय आमाहरू भाइजीहरू बहिनीहरू सबैलाई नानीले मात्र पुग्दैन लानु यो मान्छे त्यो धेरै मान्छे जान्छ लानु सानो धेरै